सर्वप्रथम देव ब्रह्म मनुष्यहरूका परम पूज्य सम्मा सम्बुद्ध भगवानलाई शिरो पर धारण राख्दै साथै आजको जुन मङ्गल कार्य विवाह कार्य हुन गइरहेको छ श्रीमान भूमि लामा र सुश्री अनिता ठकुरीहरूको जीवनभरको लागि एउटा मङ्गलमय र शुभकामना गर्दै जुन आजको कार्यक्रममा आउनुभएका सबै धर्ममित्रहरूको लागि मेरो तर्फबाट शुभमङ्गलम छ र त्यसपछि यो विवाह कार्यको सुरु गर्नुभन्दा पहिला हजुरहरू सामुमा मैले दुई चारवटा कुरा गर्न चाहन्छु र शासन भनेको एउटा हामीले धर्म पनि भनिन्छ र त्यो धर्महरूलाई हामीले शासन भनेर पनि बुझिएको छ र हर शासनहरूमा आफ्नो शासनको अनुसार र शासनको आधारमा त्यो शासनलाई मान्ने शासनिक जनहरूले जुन जीविकामा जीवनमा परिआएका कार्यकाण्डहरू गर्नको लागि भनेर त्यो शासनको आधार लिएर सजिलो हुनको लागि उहाँहरूले एउटा संस्कार बनाएका हुन्छन् र त्यो संस्कारहरू चाहिँ आफ्नो समय अनुसार बदली पनि हुन सक्छ र त्यो संस्कारहरूले जस्तो जीविका गर्ने शासनिकहरूको लागि कल्याण हुनका लागि उसले धेरै आदर पनि दिइरहेको हुन्छ र जस्तो धार्मिक ग्रन्थहरू या धार्मिकको विषयमा भएर आएका कुराहरू चाहिँ हामीले बदली गर्न सकिन्न त्यसलाई चाहिँ अप्ठ्यारो छ किनभने भगवानको बाणीहरू हो र त्यसो हुँदाखेरि यो संस्कार जस्तो हाम्रो अहिले बुद्ध संस्कार भनौँ या बौद्ध संस्कार भनौँ यो संस्कारले जुन हुन गइरहेको विवाहिक कार्यमा यो संस्कारद्वारा गरिने यो सबै मनुष्यहरूको जीवन सफल हुनका लागि भगवानले गरेका गृही विनय भन्ने भगवानले बोलेका शब्दहरूलाई लिएर त्यो गृहस्थी रूपमा मनुष्यहरूको जीविका गर्नको लागि कसरी गर्नुपर्छ भन्ने कुराहरूलाई हामी अहिले त्यहाँ गर्न गइरहेका छौँ र त्यो गर्नुभन्दा पहिला एउटा कुरा के छ भन्दाखेरि हाम्रो बुद्ध संस्कार अनुसार जो जन्मेपछि गर्ने जन्म मङ्गल या नामकरण भन्ने एउटा हुन्छ त्यहाँबाट फेरि व्रतबन्ध मङ्गल भन्ने एउटा हुन्छ त्यहाँबाट पछि विवाह मङ्गल भन्ने हुन्छ र त्यसपछि अन्तिम संस्कार भनेर पितृकार्यहरू पनि हुन्छ र जुन भगवान बुद्धले बोलेका बाणीहरूलाई लिएर त्यो बाणी अनुसार यो मङ्गल कार्यहरू हामीले गर्ने गरिएको छ यो कार्यहरू पहिले पनि भइरहेको थियो अहिले पनि हुन गइरहेको छ तर हाम्रो नेपाली जातीयमा चाहिँ धेरै कमी भइरहेको हुँदाखेरि हामीलाई धेरै कुराहरू थाहा नभएको कुराहरू पनि छ र त्यस्तै भन्न त भनाइमा पनि छ धेरै कुराहरू सुनिन्छ बाहिर पनि भगवानले त विवाह गर्नको लागि उहाँले त कहिले पनि सिकाउनु भएको छैन भनेर कुराहरू धेरै सुनिएको छ बाहिर पनि विवाह गर्नलाई उहाँले सिकाउनु भएको होइन तर गृहस्थी जीवनलाई कसरी बिताउनु पर्छ भन्ने कुरा त उहाँले केही पनि नछोडिकन बताउनु भएको छ जस्तो कि किसानलाई किसान भएर कसरी जानुपर्छ कसरी खेतीबारी गर्नुपर्छ भनेर त्यहाँदेखि लिएर व्यापारीहरूको लागि पनि व्यापारीले के नियमहरू पालन गर्नुपर्छ त्यस्तै भिक्षुसँगहरूले कुन नियमलाई पालन गर्नुपर्छ कुन विनयलाई पालन गर्नुपर्छ आखिरी अरहन्तसम्मलाई उहाँले नभनेको कुराहरू केही पनि छैन सबैलाई सिकाएर जानुभएको छ यति विश्वास छैन भने हामीहरूले केलाई प्रमाण लिएर हामीले बोल्न सकिन्छ भन्दाखेरि भगवानले 38 मङ्गलमा भनेर जानुभएको छ कि माता पिताको सेवा गर्नु पति पत्नीको सेवा गर्नु र पुत्र पुत्रीहरूको सेवा गर्नु नै उत्तम मङ्गल हो भनेर यहाँ
भनेर जानुभएको छ। यति चाहिँ यो गृहस्थी जीवनलाई भगवानले सिकाउनु भएको नभए यो मङ्गललाई उहाँले सुनाउनु पनि हुने थिएन। त्यहाँदेखिबाट यति चाहिँ उहाँले नभनेको भए यो मातापिताको गुण होइन, छोराछोरीहरूको यो कर्तव्य, गुरु शिष्यहरूको कर्तव्य भनेर पनि निस्किने थिएन र उहाँले नसिकाएको केही छैन। धेरै कुराहरू सिकाइरहेछ। भनाइमा त छ बुद्धिस्टहरू कताबाट कहाँबाट एउटा किताब पाएका छन्, त्यो किताबबाट उनीहरूले के गर्छन् भन्ने भनाइ कुराहरू छ। यो सुनेको कुराहरू हो, सबैले बुझ्नलाई मैले भनिरहेको हो। र त्यो पुस्तक चाहिँ यो पुस्तक हो, हजुरहरूले हेर्न सक्नुहुन्छ। यो पुस्तक चाहिँ नेपालबाट आएको यिनीले लेखेको पुस्तक हो यो। र यो पुस्तक बनेको पनि यो बौद्ध धार्मिकको आधारमा बनेको पुस्तक हो र सबै संस्कारहरू सबै शासन, कुनै शासनमा पनि संस्कारहरू बनाउनुको लागि त्यस्तै पण्डितजनहरू विद्वानहरूले बनाएका किताबहरू हुन्छन् र त्यही आधारमा बनाएका किताबहरू हुन्। र त्यस्तै यो किताब पनि त्यसरी बनेर आएको छ। र अस्ति एउटा कुरा मलाई के आयो भन्दाखेरि त्यो किताब त सरकारमा जनिएको पनि छैन, सरकारबाट कुनै एउटा हस्ताक्षर पनि छैन। त्यो कुरालाई मैले अहिले भन्न चाहन्छु। यो कुरा मैले बोलेको होइन, मैले भिक्षुसँगहरूसँग मैले सबै सल्लाह गरिसकेर मैले बोलेको कुरा हो। र कुनै धार्मिक पुस्तकहरूलाई मात्र सरकारबाट हामीले अनुमति लिने गरिएको छ र यो कुनै संस्कारको किताबहरूलाई चाहिँ कुनै सरकारबाट अनुमति लिने गरेको छैन। यो सबैमा त्यही हो कि त्यही भएर अघि पनि मैले भने यो संस्कारहरूलाई चाहिँ हामीले बदल्न सकिन्छ आफ्नो संस्कारलाई भनेर हुँदाखेरि यो पुस्तक पनि त्यस्तै आधारमा बौद्धहरूको पनि कुनै कार्यहरू हुन्छ भनेर निकालेको पुस्तक हो। र त्यस्तै अब विवाह कार्य, मङ्गल कार्यलाई हेर्दाखेरि हाम्रो मङ्गल कार्य दुई भाग हामीले देखिन्छ। त्यो दुई भाग चाहिँ के हो भन्दाखेरि नम्बर 1 को भागमा दान पुण्य कार्य हुन्छ र नम्बर 2 को भागमा विवाह विशेष विधि कार्य जस्तो सिन्दुर पोतेहरू हुन्छ। र दान पुण्य कार्यहरू कसैले घरमै भिक्षुहरू बोलाएर दान पुण्यहरू गर्ने गर्छन् र कसैले चाहिँ बिहारमै गएर दान पुण्यहरू गर्छन्। र त्यसै कारण अहिले दान पुण्यको कार्यलाई बिहानको टाइम राखेर विवाह विशेष विधि कार्यलाई चाहिँ दिउँसोको टाइम या बेलुकाको टाइम हामीले राखिएको छ। र त्यसै कारण अब आजको यो दान पुण्य कार्य सिद्धिएको पछि हामीले विवाह विशेष विधि कार्यलाई अहिले गर्न गइरहेका छौँ। र मेरो 2 शब्दलाई यहीँ समाप्त गर्न जान्छु र यो विधि कार्यमा अहिले जाँदैछु। सबैलाई शुभ मङ्गलम। भगवानको गुणलाई सम्झेर त्यहाँबाट अब दोस्रो कार्यक्रम अनुसार सबैलाई शुभ मङ्गलम। र दोस्रो कार्यक्रम अनुसार अब हामीले जो दुला दुलै भनिन्छ त्यसलाई वर वधु भनेर पनि यहाँ लेखिएको छ। र वर भनेको दुलालाई भनेको, वधु भनेको दुलैलाई भनेको। र जस्तो वरले वधुको लागि या वधुले वरको लागि भनेर उहाँहरूले कोही कसैले औँठीहरू लिएर आउनु भएको छ र त्यो औँठी लगाइदिएर उहाँहरूको सम्मान गरौँ र त्यसपछि सबैले ताली बजाइदिउँ ल। सबैले ताली बजाइदियो। बेहुलालाई चाहिँ ठुलो बेहुलाले चाहिँ बेहुलीलाई सानो। अब त्यसपछि सिन्दुर पोतेको कार्यक्रम हुँदैछ र त्यसमा अलिकति मैले कोही कुराहरू भन्न चाहन्छु। र कसैको भनाइ पनि छ जस्तो कि बुद्धिस्टहरूले बिहे गर्दाखेरि विवाह गर्दाखेरि त सिन्दुर पोते लाउँदैनन् होइन र भन्ने कुराहरू हामीले सुनिएको छ। र
सिन्दुर पोते लाउनु पर्ने कुरा के हो त भन्दाखेरि भन्ने भने त सिन्दुर पोते भनेको एउटा धार्मिकसँग सम्बन्धी छैन र किन लाउनु पर्ने हो भन्दाखेरि भगवानले हमेशा देशना गर्दाखेरि उहाँले भन्नुभएको छ कि शासनसँग साथसाथै आफ्नो मातृभाषा र सांस्कृतिकलाई पनि लिएर जानुपर्छ भन्ने कुराहरू उहाँले सम्झाइराख्नु भएको थियो र जस्तो कि बर्माबाट नि लुम्यो तादना हो टखारे साउठैयामे भनेर उहाँले भनेर जानुभएको छ। त्यस हुँदाखेरि जस्तो सिन्दुर र पोते भनेको हाम्रो नेपालीहरूको एउटा चिन्ह र नेपाली जातिहरूको लागि एउटा एकदम अमूल्य चिज हो र यसलाई अहिले मात्र होइन पहिलेदेखि नै चलन गरेर आइरहेको छ र संसारमा सिन्दुर र पोते सँगै लगाउने भनेको हाम्रो नेपाली जातीय मात्र छ, अरू जाति कोही पनि छैन र सिन्दुर र पोतेले धेरै कुराको हामीलाई फाइदा गर्छ र विवाहिता नारीहरूलाई चिन्ह बनाउँछ सिन्दुर र पोतेले र त्यो सिन्दुर र पोतेले यति मान पुर्याउन सक्ने हो र सिन्दुर र पोतेको महत्त्वलाई जान्ने व्यक्तिहरूको लागि एउटा जीवनमा राम्रो र एउटा सफल जीवनलाई यो दम्पति जीवनलाई सम्हाल्नको लागि धेरै आदर गरिरहेको छ र त्यसो हुँदाखेरि अहिले सिन्दुर पोतेको कार्य भइरहेको छ। उतो पहेँलो भाँडामा राख्दै त्यो सिन्दुर राख्नु फलाभित्र हाल्नु छ उतो फलाभित्र हाल्नु तालिया तालिया बधाई छ माला बेहुलीले पहिले लाउने बेहुलीले पहिले लगाइदिने बेहुलीले लगाइदिएको माला त कहिले खोल्न हुन्न नि बेहुलीले त पोते खोलिदिनु कहिले नि दोकान दिन नानी त बनाइदिनु त माला भित्र हाल्यो एउटाको सम्मान अनुसार ढोक गर्ने दुईजना उठ्ने उठेर एकचोटि सम्मान गर्ने भनेको चाहिँ हात जोड्ने एकचोटि ल अब बस्दा हुन्छ। कुराहरू हो र त्यो प्रतिज्ञाको रूपमा मैले अब उहाँहरूलाई प्रतिज्ञा गराउन गइरहेको छु। प्रतिज्ञा मैले आफ्नो पत्नीको सम्मान गर्नेछु। मैले आफ्नो पत्नीको अपमान गर्ने छैन। मैले व्यभिचार गर्ने छैन। आफ्नो पत्नीको विश्वास पात्र बन्नेछु। आफ्नो शक्ति अनुसार सम्यक रूपले कमाएको धन दौलत र वस्तु आदिबाट आफ्नो पत्नीलाई सन्तुष्ट राख्नेछु। मैले आफ्नो पत्नीलाई यथाशक्य गहना आदि दिएर सबै प्रकारबाट खुसी पार्नेछु। अब वधुबाट गर्ने र दुलैबाट गर्ने। जुन अघि सिन्दुर पोते गरियो त्यो सिन्दुर पोते चाहिँ एउटा समाजमा प्रमाण हुनको लागि गरिएको हो र जुन अहिले प्रतिज्ञा गरिँदैछ त्यो प्रतिज्ञा चाहिँ
विशेष गरी आफ्नो दुईजनाले मान्नुपर्ने दम्पति जीवनको एउटा प्रतिज्ञा भनौँ र पछि भनौँ है। मैले आफ्नो घरको सबै काम राम्रोसँग गर्नेछु। मैले घरका परिवार परिजन र नोकर चाकर सबैलाई प्रसन्न तथा अनुशासन पालना गराउनेछु। मैले व्यभिचार गर्ने छैन। आफ्नो पतिको विश्वास पात्र बन्नेछु। मैले पतिले कमाएको धन दौलतको रक्षा गर्नेछु। मैले घरको सम्पूर्ण काम कारवाही दक्ष तथा आलस्य रहित भएर गर्नेछु। यो चाहिँ यो हमेसाको लागि याद राखिराख्नुपर्ने प्रतिज्ञा हो र अब बस्न सक्नुहुन्छ। सबैले ताली बजाएर एकचोटि स्वागत गरौँ र यसपछि अब कार्यक्रम अन्तिममा हुन गइरहेको छ र कुनै आफन्त या कुनै धर्ममित्रहरूले आएर उहाँलाई टीका लगाएर आशीर्वाद दिन सक्नुहुन्छ। सबैलाई धन्यवाद। अलिकति मान्छे बिहामा हाँसेको थियो भन्ने जग्गा सबै सिरियस भएर अलिक हँसाएको क्या। फेरि अर्को कार्यक्रम र संसारमा सबैले आफ्नो माता पितालाई भगवान समान मानिएका छन् र भन्छन् पनि भगवानलाई खोज्न काहीँ पनि नजानु, आफ्नै माता पिताको सेवा गर्नु त्यो नै भगवानको ठुलो एउटा बाणीलाई आफूले माने जतिकै हो भनेर मान्ने गरिएको छ। र त्यसै अब हाम्रा वर वधु भनौँ दुला दुलै भनौँ उहाँका माता पिताहरू परदेशमा हुँदाखेरि उहाँहरूको लागि सबै कुरा माता पिताको जग्गामा रहेर माता पिताले गर्नुपर्ने अभिभारहरू सबैलाई निभाएर त्यो अभिभार अनुसार उहाँहरूले यो मङ्गल कार्यलाई पनि गरिदिँदै हुनुहुन्छ र धेरै कुरामा पनि उहाँहरूले सहयोग गरिराख्नु भएको छ। र त्यसो हुँदाखेरि उहाँलाई माता पिताको जग्गामा राखेर सम्मान दिन जाँदैछन् र सबैले एकचोटि ताली बजाइदिन। र अब फेरि जुन माता पिताको जग्गामा रहेर उहाँले आफ्नो छोराछोरी सम्मानका भाइ बुहारीलाई कसरी आशीर्वाद दिनुहुन्छ? हजुरले भाइ बुहारीहरूको लागि एउटा राम्रो जीवनमा सफल कार्य हुनको लागि र जीवनमा सुख शान्ति हुनको लागि आशीर्वाद दिनको लागि म अनुरोध गर्दछु। साथी माता पिता सम्मानको गुरु सम्मानको सबैहरूलाई शुभ मङ्गल भन्दै म यहाँ मेरो भाइ बुहारी आज उहाँहरूको विवाह हुँदैछ। उहाँहरूको बाबामा माता पिताहरू विदेशमा भएको कारणले माता पिताको ठाउँमा नै बसेर मैले उहाँहरूको कर्तव्यलाई बाबाआमाको साथो मैले नै यो कर्तव्य निभाउँदैछु। त्यसमा यहाँ भाइ बुहारीहरूलाई आशीर्वाद दिन चाहन्छु, अलिकति अस्तिको दिन चाहन्छु। जस्तो अब यहाँ भाइले भनौँ जस्तो बुहारीलाई जीवन साथी भनेर निर्णय गरेर जीवनभरको लागि साथै जिने भन्ने निर्णयले आज विवाह कार्य भयो। सदा सर्वदा त्यस्तै जस्तो निर्णय गरेको छ त्यही अनुसारले
यो जीवन अन्तिमसम्म नै लिएर जाने यो चाहिँ मेरो अतिथिहरू जस्तै बुहारीले पनि जस्तो निर्णय गरेर यहाँ भाइको हात थामिदिनु भयो त्यस्तै जीवन अन्तिमसम्म नै यसरी नै राम्रो नाम लिएर कहिले पनि नराम्रो नाम हुने कुराहरूलाई सोचेर तर्केर बसेर नै जीवन अन्तिमसम्म नै दुईजना हात मिलेर जानु भन्ने कुरालाई म आशीष दिँदै र आशीर्वाद दिन पनि चाहन्छु यहाँ भाइ बुहारीहरूलाई दुईजनालाई। चार पाय तीन दुर्दशा आप दुषी देश पंच भय चार विपत्ति पंच ध्यासन 96 रोग 62 मिथ्या दृष्टि आदि बाधक तमस्वहरूबाट सदा सर्वदा दूर हुन पाएर मार्ग सत्य ज्ञान फल ज्ञान सहित परम शान्ति सुख निर्वाणलाई यही जीवनमा नै साक्षात्कार गर्नु पाओस् भन्ने मेरो आशीर्वाद छ। यो आशीर्वाद नै एकदम ठुलो आशीर्वाद जस्तो लाग्छ र सबैलाई शुभमंगल।